मैले 7:13 भएको छ। बिहान 5:40 मा उठेर नुहाएर ब्रस गरेर खानासाना लगाएर नहालेको। यता चाहिँ सिरुहरू छ होइन, पुरै सिरु हो। अनि बिहान बिजी लाइफका पुरै बिजी होइन। अब काम गर्नु जानु लागेको छौँ। लगभग 1 घन्टा जस्तो लाग्छ होला। अनि गाडीमा हिँडेको पनि भयो 15 मिनट जस्तो। पुरै जाम छ क्या, पुरा बिजी लाइफका। म चाहिँ यहाँ छु गाइज, काम गर्ने साइडतिर जाँदैछु। यो चाहिँ हाम्रो इकाइ भनेको कम्पनी हो। अब हाम्रो चाहिँ कस्तो काम भनेको घर सर भित्काउने त्यस्तो काम रहेछ होइन। एक दिन काम गरेको हाम्रो जिउ दुखेर गाह्रो छ नि हो, गाह्रो छ साला, धेरै गाह्रो छ यार। बिहानको लगभग 5:30 बजेर उठेर अब घर हिजो कतिखेर पुग्यो, 7 बज्नु लाग्दाखेरि 7:15 तिर गाह्रो रहेछ हौ। राजा जस्तै बसेर खाएको मान्छे यहाँ काम गर्दाखेरि चाहिँ गाह्रो छ। ल आइपुग्यो। साथी कस्तो लागिरहेछ हौ आज? केही छैन है आज। के गर्नु पर्ने, साइडमा त आइपुग्यो, एकछिनमा थाहा हुन्छ हामीलाई। हाम्रो अब हामी साइडमा आइपुगेको छौँ। यो चाहिँ घर भत्काउनु पर्ने होला होइन, 3टा गाडीबाट। भित्रको सडक चाहिँ 2 लेनको हुँदो रहेछ, मेन चाहिँ 3 लेनको हुँदो रहेछ। हरियाली चाहिँ ओभर लाग्यो क्या मलाई चाहिँ पनि। रोडको छेउछाउ हरियाली, घरभित्र हरियाली, अपार्टमेन्टभित्र हरियाली, हरियाली हरियाली चारैतिर हरियाली, हरियाली हरियाली चारैतिर हरियाली। छोरै दाग लाग्ने खालको होइन। तिमी त्यस्तै हुन्छ होला नि 2-4 महिना। 3 वर्षमा चाहिँ हो। उताको किन चाहिँ रैला गर्ने परेर जान्छ। तपाईँ चाहिँ अब फर्किने कुरा त छैन होला है? 3-4 वर्ष पछाडि, 3 वर्ष पछाडि पर्छ। हजुर 1.5 वर्ष फर्किनु नि छ। मलाई 1.5 वर्षमा त भर्खर रुम तिर्दै गरेको हुन्छ होला। म त अहिले फर्किँदैन, 3 वर्ष जस्तो लाग्छ होला। अनि फेरि फर्केर के गर्नुपर्छ हौ साथी? आउने टिकट काट्यो फेरि आउने भिसा सकिन्छ 3 वर्ष। मेरो त फेरि भिसा सकिन्छ त नि? कहाँ सकिन्छ 3 वर्ष? कति सकिन्छ? कति वर्ष फर्कियो? 3 वर्षमा? अनि त्यही बेला फेरि भिसा अप्लाई गरिहाल्छ। ए मलाई तनाव भइरहेको
अब एक कम्पनीमा बस्यो भने एक कम्पनीबाट थपेर जाने अर्को कम्पनी चुन गयो भने अर्को कम्पनीबाट थपेर जाने अर्कै कम्पनी भन्नु कति दिन छ अरे साथी कति दिन छ अरे अनि सर्नुको लागि बुझिन कति दिन लाग्छ अरे ए 70 एउटी टाइप अफ बाइक ब्लक कलर भनौँ न 2 दिन भयो तिम्रो 3 महिनामा 17-18 दिन छुट्टी पर्दा 5 वटा आइतबार 4 दिए 12 15 दिन पर्ला अब त 70 वर्षै गर्दो रहेछ मैले त कहाँनिर नागरामा ओन्सेन कि के अरे श्राइन कि कहाँदेखि हेरेको ओन्सेन त श्राइन भनेको कि टेम्पल हो श्राइन ओन्सेन भनेको तातो पानी बनाउनु भनेको आफै उम्लेको हुन्छ नि हो ओन्सेन त जानुपर्छ यो आइतबार कता जाने कुन ठाउँमा हुन्छ त्यो हेरेर यहाँ चाहिँ ट्राफिकको काम पुरै बत्तीले गरिदिन्छ ट्राफिक नै चाहिँदैन नेपालीहरूले पनि धेरै कुरा सिक्नुपर्छ जस्तो लाग्यो क्या नेताहरूले त सिक्दैन होइन नेताहरूलाई चाहिँ गोली हान्नुपर्छ गोली होइन लन्चरै हान्दा हुन्छ फलिरहेको